नमस्ते। कहाँबाट पाल्नुभयो होला? कुन्नी? हामी जिल्लाबाट आएको जापानिज भाषा पढेर जापानबाट जाऊँ भन्ने सोचिरहेको ए जापानबाट जापान जानु खोज्नुभयो? कति पढ्नु भएको छ? भर्खर 1 वर्ष हो 12 भइएको। जिपिए कति छ? 2.5 छ। ठिक छ, अब भाषा पढ्ने, जापान जाने र उच्च शिक्षा हासिल गर्ने योजना बनाउनु भएको रहेछ, धेरै खुसी लाग्यो। अब हाम्रोमा के छ भने सिओई अगाडि कुनै पनि शुल्क लाग्दैन, फ्री ल्याङ्ग्वेज छ, फ्री भाषा। अब तपाईँको चाहिँ नि सिओई आइसकेपछि तपाईँहरूले चाहिँ कलेजका निम्ति सबै पेमेन्टहरू चाहिँ पिरियड जानु पर्नुहुन्छ। सिओई आउनुभन्दा अगाडि चाहिँ कुनै पनि शुल्क लाग्दैन। अब तपाईँले चाहिँ नि तपाईँको जिपिए राम्रो रहेछ, हामीले एकदमै ए ग्रेडेड कलेजहरूमा चाहिँ अप्लाई गरिदिन्छौँ, त्यो विदाउट इन्टरभ्यू नै अप्लाई हुन्छ हेर्नुहोस् है। र हामीले विशेष गरी तपाईँलाई टोकियोमा अप्लाई गर्छौँ, टोकियोमै। अब जस्तो कि तपाईँले सुन्नु भएको छ होकाइडो नागासाकी जुन ठाउँ चाहिँ सुन्नु भएको छ, त्यहाँ चाहिँ तपाईँको हामी अप्लाई कहिले पनि गरेका छैनौँ र गर्दैनौँ पनि है। जस्तो होकाइडोको कुरा गर्नुभयो भने 6 महिनासम्म हिउँ पर्छ त्यहाँ। यहाँबाट चाहिँ 10-12 लाख रुपियाँ ऋणहरू कार्यरत भएको हुन्छ भन्ने पनि 10-12 लाख लाग्छ जान, कसरी तिर्ने है। अब टोकियो गयो भने त 3 वटा जति काम गर्नुहुन्छ, झन्डै तपाईँको त 5 लाख भन्दा माथि त कमाइ नै हुन्छ भनेपछि 4 महिना त तपाईँको त टिउनेको त लोनहरू सबै फिनिस हुने है। बुझ्नु भएको छ नि यति त। अब दाइसित आउनु भएको छ, अब चाहिँ घरमा सबैलाई चाहिँ एक कुरा चाहिँ बुझाउनु है। के सोध्नु छ मलाई? 6 months later. फेरि पनि बधाई छ। ल बस्नुहोस् त, एकदमै खुसी लाग्यो तपाईँको सिओ आयो। ल अब चाहिँ ठ्याक्कै 6 महिनाको बिचमा चाहिँ तपाईँको सिओ आयो, विदाउट इन्टरभ्यू चाहिँ ज्यापै सिओ आयो तपाईँको। कति छ हाम्रो कलेज त्यही त, अब सिओ कहाँ आयो भन्ने पनि तपाईँलाई चाहिँ त्यो पनि भनिदिन्छु मैले। अब टोकियोमा कोसिस गरेको हो, अब त्यहाँ भएन, होकाइडोमा लगाइयो दिन्छु तपाईँको। अब चाहिँ त्यही हो, अब धेरै छैन, त्यही हो तपाईँको चाहिँ अब 1-1.5 वर्ष पढ्ने हो। अब यो अब जाँदाखेरि 18 महिना कोर्स हुन्छ। बिफोर सिओई तपाईँको सुन्नुहोस् है 50,000 बिफोर सिओई लाग्ने कस्टहरू अहिले जोडिन लाग्छु। तपाईँको चाहिँ कलेज फी अब 1 वर्ष मात्रै पढेर जाने हो, त्यसैले यसको चाहिँ होस्टेल फी र यताउता गरेर चाहिँ त्यसमा चाहिँ मैले एउटा टोपी किनिदिन सक्छु, त्यसलाई अप्ठ्यारो नमान्नु होला है। जम्मा गर्दाखेरि चाहिँ 1 लाख 2 लाख 30,000 4 लाख 30,000 16 20 लाख 30,000 20 लाख 80,000 जम्मा जम्मी तपाईँको चाहिने सपिङ यताउता गर्दाखेरि 21 लाख भयो। 21 लाख खत्म। बाय बाय, टाटा, गुड बाय।